मान्छेले यता नै आउँछ नि आउँछ त्यहाँ हेर्ने ठाउँ हेर्ने ठाउँ अनि त्योबाट फेरि फर्किनुपर्छ अघि बुढा त्यो तल गयो अरे ऊ त्यो खोलामा पुग्दैन हामी हामी चाहिँ खलबारीको वकिङ ट्रायलमा हिँडिरहेका छौँ। हाम्रो सानो हाइकिङ एलिना मम्मी बुवा र म क्यामेराबाट खिचेको हुन्थ्यो नि एकदम मनोरम दृश्य देख्न सक्नुहुन्छ। खोला रहेछ बुवा हेर्नु त यहाँ खोला रहेछ। यो चाहिँ भ्यू लुकआउट एरिया रहेछ। यहाँ बसेर हामीले देख्न सक्छौँ। हामी त्यतैतिर जाँदैछौँ। ढुङ्गाको बाटो छ यो। सानो सानो बुसहरू छ मेरो दायाँ बायाँ। यो जङ्गल जस्तो देखिन्छ तर सबै सानो सानो बुसहरू छ यहाँ। यत्रो सानो सानो रुख हुन्छ यहाँ चाहिँ। पुरै रातो माटो जस्तो देखिन्छ यहाँको बालुवा। यहाँ राम्रो पुल पनि देख्न सक्नुहुन्छ तपाईहरुले। त्यहाँ बस्नु त बुवा एकछिन। एलिना चाहिँ मम्मी हुनुहुन्छ, यहाँ चाहिँ बुवा हुनुहुन्छ। नजानु जानु मैले देखेर आएको कि। यहाँ चाहिँ सबै हरियाली हरियाली देखिन्छ। यहाँ चाहिँ एकदम लड्ने चान्स पनि हुन्छ छेउछेउबाट। त्यही भएर छेउमा नजानको लागि अनुरोध गरिएको छ। हैन यो त्यहाँ जाने नै हैन। हैन नि बुवा यो त्यहाँ नजा भने खोला रहेछ। त्यहाँ नजा भने चाहिँ